सब हालेकै मिर्गी प्याजहरू हालेर गुलबर टमाटर वाह, भाइले चाहिँ आज ठ्याक्क कमेन्टमा लेखिदिनु भन्ने बङ्गुर बङ्गुर भनिदिनु ल आज बङ्गुर खानलाई साथीहरू हामी है दाजुभाइ मजाले आज बङ्गुर बनाएर खानुपर्ने हुन्छ भाइ होइन हो नि त अनि सबैलाई हाम्रो च्यानलमा स्वागत छ जोरले जो लाफा जोले जो जो लाफा हरे सबैजना कृष्ण सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ होइन आज चाहिँ दाजुभाइको छुट्टी छ मजाले चाहिँ आज चाहिँ यसो बङ्गुर बनाएर खाँदैछौँ है भाइले रेडी गर्दैछु तर भाइले पकाउँछु भन्छ आज होइन मैले चाहिँ भाइलाई जिम्मा दिएको तर हेल्प चाहिँ म गर्छु मेरिनेट गरेर है हल्का बोसो पनि कम्ती छ आज त भाइ धेरै भएन होइन यस्तै हल्का यस्तो हो नि त नाम मात्र हो नि त भाइले पनि खतरा बनाउँछ ल भाइ भाइ तेल पुग्दैन तेल गर म गरेर ल्याएर आएँ ल नि त यो यसो यहाँ उसको गर्नु छिटो गरेर आए ल भाइ भाग्यो तेल लिनु ल मजाको छ साथीहरू है है त्यस्तो खासै केही छैन पशुहरू पनि केही छैन तेल पनि ल्यायो है ल आज चाहिँ भाँडा चाहिँ मजाको छ कि यो भाँडा त्यति युज गर्दैन हामीले है यो भाँडा चाहिँ धेरै नै हेभी छ त्यही भएर साथीहरू प्लास्टिक गरौँ छ भाइ कति किलो छ होला यो झन्डै 5 किलो 3.5 केजी जस्तो छ त 3 किलो छ भाँडा लगभग किलो छ हाम्रो यो चाहिँ यस्तो बाटो छ यसले टोकिहाल्छ मलाई यसले केही दिएको टोकिहाल्छ अस्ति मैले यसलाई केही खानेकुरा दिएको थिएँ होइन यस्तो मेरो औँला छ नि यहाँ औँला स्वाटै भेटिसकेको थियो क्या औँला यो अन्त यहाँ डन हो यहाँ कोही अब भाइले चाहिँ हाल्दैछ बङ्गुर तात्ति सकिनु अघि नै त दाइ आज भाइले खतरा पकाउने भयो ल हेर्दा त मिठो पाउनु लाग्छ केटोले ल यस्तो छोरा भाइले चाहिँ मजाले पकाउने गरिदियोस् ल भाँडा त कायदा छ नि त भाँडा कायदा छ क्या यसमा यस्तो गरेर आधी घन्टा जस्तो गरेर छोप्दैन अब ल मजाले रातो भयो अब चाहिँ हल्का प्याजहरू हालेर गुलबर टमाटर मेटिएन यो ल ल बिचमा हाल्ने कि मिर्गी ल भाइले चाहिँ खोर्सानी हाल्नुलाई ल ल खोर्सानी ढ्याम्म हेर्नु साथीहरू अब आयो अदुवा लसुन है अदुवा लसुन मजाले हालेर होइन चट्टा लगाएर बडीलाई हिट बनाएर खानु पऱ्यो नि त मजाले यो चाहिँ अब मजाले उस हुनुपर्छ रातो हुनुपर्छ मजा ओहो बेस्ट यार मटर पनि मजाले हाल्यो है अब यसलाई छोप्यो अब मजाले अब ज्याम यसलाई यस्तो छोप्दिनु मसला हाल्ने रेडी भयो हामी चाहिँ अहिले खाना बनाएर बाल्कुनी भन्छ नि भाइ बाल्कुनी के भन्छ टेरिस्ट हो क्या सिउँगोर हान्ने टेरिस्ट पनि यस्तो बस्नुपर्छ निशान यहाँबाट लगाउनुपर्छ यस्तो गरेर बाहिर खतरनाक निशान लगेर त ल अहिले हामी यहाँ बाहिर खाना आएको छौँ भित्र चाहिँ अब नाइट ड्युटी गर्ने मान्छेहरू सुतिरहेका छन् डिस्टर्ब हुन्छ भनेर बाहिर खानुपर्ने हुन्छ साथीहरू कस्तो दामी बस्छ आज चाहिँ आउटडोर खानलाई साथीहरू हामी हावाको नेचुरलसँग चाहिँ अनि अगाडि भ्यू टावर बुर्ज खलिफा अगाडि बुर्ज खलिफा ल हेर्नु साथीहरू लक्की त लक्की हो नि साथीहरू हेर्दै खाने बुर्ज खलिफाको टावर हेर्नु बुर्ज खलिफा हेर्नु दुबई हेर्नु ट्याक्कै यता पम्जुमेरा है भन्छ यस्तो भ्यू त लोकेसन त दामी छ नि यहाँ तरलो पो बिगारेर कस्तो भयो टेस्ट आजको बदल आउँछ भाइ कस्तो भयो अब हामी अहिले तेल धेरै हाल्यो क्या लास्टै आज ल आउँछ त्यस्तो अलग्गै किन खान्छौ त्यस्तो भाइको खाने स्टाइल त्यस्तो छ क्या चम्चा चट्टा हाल्यो होइन कपडा खसार्ने क्या सबै चम्चासँग नहाने क्या अब किन त्यो पहिले स्टाइलिस्ट हो टेस्ट कस्तो भन दामी ल ल म पनि खाइदिएँ कस्तो भएछ खाना खान्छ खाना अलिक खानुपर्छ भाइ लगभग हामीले 1 घन्टै पकायो है यसलाई ल साथीहरू क्रन्ची क्रन्ची बबाल भुइँचालोको है के भन्छ दामी होस् नि त बपन गुलियो छ त के भाइ गुलियो त खानु दामी यस
दामी अझै खोर्सानी कम भयो भाइ पिरो अन्डको त्यो पिरो कमको तर होइन ठिक छ यतिको चाहिँ दामी नै हो है लसा त्यो कममा हालिदिनु पर्यो ओहो बाबा खतरा खायो भाइले यार बिर्छ नि होइन तिमीले बनाएको अब तिमीले मिठो भइहाल्छ नि अब च्याप्पो लाएर दामी यम्मी यम्मी होइन भाइ तर बाहिर बसेर खानु पनि मजा बाहिर अलग्गै मजा छ नि मजा भाइ। आउँछ क्या तर अब हल्का गर्मी सुरु भयो है हाम्रो चिया स्पोर्ट चाहिँ त्यहाँ हो साथीहरू क्यामलाई फोरेर दुकान बनाएर कफी सप बनाएर है अब चाहिँ हाम्रो खानाको टाइम भयो है आज चाहिँ अर्कै अर्कै माहौल छ के माहौल छ वातावरण राम्रो छ होइन त्यही हो त्यस्तो पाराले भ्लग बनाउनुपर्छ यो त एकदम नेचुरल हो नि त नेचुरल भ्लग नेचुरल त अझ उहाँ हुँदैछ अर्ग्यानिक भ्लग हो त्यस्तो भिडियो देखाउनु के देखाउनु साथीहरू अब चाहिँ यहाँ मम्मी घरको है यी चावल भाइले चाहिँ तेल धेरै हालेर चाहिँ ड्याडीको घर छोडेर मम्मी घरको तेल होइन बोसो हो केही छैन आज धेरै हिँड्नुपर्छ पच्छ बहिनी मजा आउँछ पचाउनु ए चिज चाहिँ खान्छु ए यम्मी यम्मी मजाले कुरा गरेर राख्यो है यम्मी 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 भन्दा बहिनी फ्यामिलीलाई देखाउँदै हेर्ने मोबाइलमा यसरी खानु मजा हो क्या वेदरले पनि साथ दिएको छ गर्मीमा त कहाँ चाहिन्छ गर्मीमा त लास्ट गाह्रो हुन्छ यहाँ उभिन सकिँदैन अहिले चाहिँ जनवरी फेब्रुअरी मार्चसम्म नर्मलै हुन्छ मार्चपछि चाहिँ हल्का गर्मी सुरु हुन्छ जुन जुलाई अगस्त बापा 3 महिना त भाइ त्यो त लास्टै बबाल गर्मी हुन्छ नि अलि हुन्छ गर्मी हामी वेटिङमा छौँ कस्तो गर्मी हुन्छ भने यसपालि धेरै चिसो भयो दुबईमा होइन बहिनी छोरीसँग कुरा छोरा चाहिँ बहिनी भन्छौ सानो 6 महिना छोरी भएको छ भाइ तिम्रो ठुलो छोरी कति वर्षको रे 7 ठुलो छोरी 7 सानो भर्खर 6 महिना भयो अनि छोरीलाई बहिनी भन्ने कुरा छ किन खास किन बहिनी भनेको मायाले बहिनी भएर मायाले एकदम टेस्टी भएको छ अरे यार हिजो पोक लिएर पोक बनाएको टेस्टी भएको छ अघि मिठो भएको छ बबाल भएको छ ओहो दिदी एकदम बबाल बबाल टेस्ट है पोक चाहिँ आज बनायो दामी आलु कुनेमा आएर खाँदाखेरि चाहिँ छुट्टै बेला मजा है हावामा चट्ट लाएर